नमस्कार। म तपाईहरुलाई आज अलिकति फरक शैलीको भिडियो देखाउन गइरहेको छु। कतिपय मान्छेहरुलाई थाहा छैन पनि धार्मिक स्थल पनि हो, तर नेपाल सरकारले यसलाई अन्वेषण गर्दाखेरि यहाँ चाहिँ मुनि पेट्रोल खानी रहेको भन्ने चाइनाबाट विज्ञहरू आएर पहिलो चरणको अनुसन्धान पूरा भइसकेपछि दोस्रो चरणको अनुसन्धानको लागि त्यहाँ यो ठाउँभन्दा करिब 4 किलोमिटर दूरीमा रहेको एरियामा सरकारले अहिले त्यहाँका स्थानीयहरूलाई मुआवजा दिने काम गरिरहेको छ। र त्यो मुआवजा दिएर स्थानीयहरूलाई त्यो जग्गाको आफ्नो नाममा सरकारले अतिक्रमण गरेर त्यहाँनिर चाहिँ अन्वेषण गर्नेछ। या मुनि पेट्रोल निस्किन पनि सक्छ, ननिस्किन पनि सक्छ। तर स्थानीयवासीलाई त्यहाँ गएर अचानक यहाँ पेट्रोल निस्किन्छ भनेर आक्रोश तरिकाले उनीहरूको संरचना भत्काउँदाखेरि जो कोही पनि त्यो कुरा मान्ने हुँदैन। त्यसैले दोस्रो चरणको कार्य सुरु हुँदैछ। र यहाँनिर म तपाईहरुलाई यो प्रष्ट रूपमा भन्दैछु, यो मान्छेहरूले चाहिँ यसलाई धार्मिक स्थलको रूपमा लिने गरेका छन्। यहाँ यो ठाउँमा हाम्रो त्यो जति पनि मान्छे त्यो भेकको मान्छेहरू बित्नु भयो भने शुभ अशुभ दुईटै कार्यको लागि बित्नु भयो भने त्यही लगेर जलाइन्छ भने, अनि कसैको बिहा व्रतवन पूजा अनि के यस्तो कुराहरू गर्दा पनि त्यहाँ गएर चाहिँ गर्ने गर्छन् मान्छेहरू। यसलाई शुभ भन्ने शुभ साहित्यको संज्ञा लिने गरेका छन्। साथै अर्को कुरा यहाँनिर सबभन्दा रोचक कुरा के छ भने यो दैलेख जिल्लाको सदरमुकामबाट पश्चिमतर्फ, यानि कि तपाईको पश्चिमतर्फ तल सिधै तल लगभग 3 किलोमिटर तलको दूरीमा सदरमुकामको दूरीमा यो स्थान रहेको छ। र यो समुद्री सतहबाट मलाई लाग्छ धेरै त छैन, आई गेस कि यो बढीमा बढी 700-800 मिटर भन्दा माथि चाहिँ छैन यो, मलाई जहाँसम्म लाग्छ होइन, मेरो गेस हो। तर यसमा त हेर्दाखेरि चाहिँ गुगलमा तथ्य भेटिन सक्छ। र यो मैले तपाईहरुले यहाँनिर भएका सबै सम्पूर्ण संरचनाहरूलाई चाहिँ बिचमा सामाजिक सञ्जालमा हालेर मान्छेहरूले चाहिँ यसलाई भाइरल गरेर नेगेटिभ कुराहरू गर्न खोजेको थियो अहिले यतिखेर टिकटकहरू यिनीहरूमा। तर वास्तवमा यहाँनिर त्यहाँको स्थानीय स्रोत साधनले र कुनै नक्सा होइन, मान्छेले आफ्नो खुसीको तरह सरल तरिकाले त्यो ठाउँलाई सजाउनको लागि आफूसँग भएको सामान्य कलालाई प्रयोग गरेर यो ठाउँको संरचना गरिएको छ। र यसको इतिहास हेर्ने हो भने यिनीहरू यहाँ बनाइएका घरहरू छ, यहाँ धेरै पुरानाहरू छन्, अवस्थित पुरै पुरानो धेरै पुरानोहरू छ। र यहाँनिर एउटा शिलालेख पनि छ। अब त्यो कहिले लेखिएको हो भन्ने कुरा मलाई ठ्याक्कै याद पनि भएन। यो चाहिँ यहाँ ज्वाला हो। यसको मुनि पानी बगिरहेको करिब 30 मिटर माथि हो, तल पानीमा पनि बलिरहेको छ। यहाँ यो ज्वाला हो क्रम्स। यो यहाँनिर चाहिँ तपाईँको 1 2 3 4वटा समथिङ जति ज्वाला छ। यो चाहिँ मान्छेहरू आवत जावत गर्नको लागि यहाँनिर चाहिँ पुजारी बा हुनुहुन्छ र यहाँको संरचना गर्नुहुन्छ। यो संरचना चाहिँ उति बेलादेखि नै बनाइएको, तर बिचमा यसमा अलिक संरचना चाहिँ यो बिग्रिएको थियो। र आज त्यहाँका स्थानीयवासी र एउटा समन्वय समिति मिलेर अहिले चाहिँ यहाँनिर धेरै मान्छेहरूले यसलाई अगाडि रूपमा यो संरचना गर्नुपर्छ र यो कुराहरूलाई हामीले अगाडि जगेर्ना गर्नुपर्छ भन्ने कुरा चाहिँ अनि लागेर सम्पूर्ण यसलाई पवित्र धार्मिक स्थलको रूपमा लिइन्छ भने, अब दोस्रो कुरा त अब यो चाइनाले यहाँनिर पेट्रोल अन्वेषण गर्नको लागि पहिलो किस्तामा स्थानीयहरूलाई मुआवजा दिइरहेको छ। अब त्यहाँनिर पनि एउटा राम्रो पक्ष हो यो। अब तपाईहरुलाई मैले सम्पूर्ण कुरा यहाँनिर देखाइरहेको छु र मैले भन्ने क्रममा बोल्ने क्रममा केही कुराहरू मिस्टेक हुनसक्छ र यो त्यहाँको स्थानीय स्रोत साधनको प्रयोग गरेर साथै यिनीहरू भएका संरचनाहरू त त्यहाँ पुर्खौँदेखि बनाइएका चिजहरू हुन् र यहाँ चाहिँ पवित्र धार्मिक स्थल हो। र हामी म जन्मिँदै त्यो जति 30-32 वर्ष पहिला पनि त्यस्तै थियो, अहिले पनि त्यस्तै छ यहाँनिर।
र मान्छेहरूको आस्था पनि त्यस्तै छ र पानीमा ज्वाला निप्ने बढ्ने केही यस्तो कुराहरूमा फरक परेको छैन, लगातार बोलिरहेको छ। अब यो धार्मिक स्थलले त एकदम प्रख्यात छ, तर यसलाई अर्को हिसाबले विश्लेषण गर्दा दैलेखको इतिहास अलिकति फरक छ। दैलेखको तपाईँको जङ्गबहादुर राणा, यो दैलेखको दुल्लु दरबार र शाही वंशी राजाहरूसँग इतिहास जोडेको दुल्लु नजिकै हो माथि होइन। यहाँनिर चाहिँ तपाईँको अहिले पनि हाम्रो गाउँमा बिहे वर्तमान हुँदाखेरि ज्वालाजीको आगो ल्याएर त्यहाँनिर चाहिँ त्यो काठहरू बाल्ने गरिन्छ र मृत्युमा पनि त्यही गरिन्छ। सम्पूर्ण कार्यहरूको लागि चाहिँ यहाँ एक इतिहास जोडिएको ठाउँ हो यो। यहाँका स्थानीय वासीहरूले यसलाई चाहिँ एकदम राम्रो र आस्थासँग जोडिएको छ। तर राम्रो यो चाहिँ राम्रो पक्ष यो पनि हो कि यो शिला हो। अब यो शिलाको चाहिँ मैले यतिकै भन्दा मजाक गरे जस्तो पनि लाग्ला, तर मैले अलिकति कमेडी टाइपको भिडियो बनाउने भएको हुनाले यहाँनिर चाहिँ केही कुराहरू अलिकति फरक पर्न सक्छ। म त्यसको लागि माफी चाहन्छु, तर यथार्थ कुरा जसरी पनि मैले यथार्थ कुरा देखाउने नै प्रयास गर्छु। अब धार्मिक स्थलले पूर्ण रूपमा दैलेखलाई के भन्छ जोड्न सकिन्छ। यहाँ धेरै पञ्चदेवलहरू छ। यहाँ पञ्चदेवलहरूको इतिहास छ। यसको पञ्चदेवलको पुरानो देवलहरू छन्, जुन देवलहरूलाई चाहिँ तपाईँको अहिलेको इन्जिनियर कस्तो इन्जिनियरहरूले पनि त्यो बनाउन सक्दैनन्। त्यहाँ दैलेखको पञ्चदेवलहरू, त्यसपछि तपाईँको दैलेखमा रहेको तामाखानी पनि छ होइन, पलामखानी पनि छ। अनि तपाईँको यो दैलेखको सम्पूर्ण भूभागलाई चाहिँ यसरी रूपमा व्याख्या गर्दाखेरि दैलेखको पूर्वपट्टि जाजरकोट रहेको छ भने पश्चिमपट्टि ठ्याक्कै अछाम कर्णाली नदी, ठ्याक्कै दैलेखबाट पूर्व पश्चिम हेर्दाखेरि कर्णाली नदी र यतातिर जाजरकोटको छेउबाट, अनि माथि उत्तरतर्फ कालीकोट, दक्षिणतर्फ सुर्खेत, चारवटा एरियाले चारवटा जिल्लाले यसलाई पूर्ण रूपमा छोएको छ। र यसलाई भूभागको रूपमा मेरो हिसाबमा आई थिङ्क मैले चाहिँ यसलाई चाहिँ मेरो एनालाइसिसले भन्नुपर्दा करिब किलोमिटरको हिसाबमा मैले भन्नुपर्दा यति बााउन्ड्रीमा भन्नाले कमसेकम पनि 100 किलोमिटरको गोलाकार एरियाभित्र दैलेख जिल्ला समेटिएको छ। यसमा थोर तर माथि भन्नु छ यसरी नै गोलाकार छ। अलिकति चुच्चो निस्किन सक्छ, तर वास्तवमा भन्दा गोलाकार एरियामै छ। यसरी हिसाब निकाल्दाखेरि चाहिँ 100 किलोमिटर नै होला अराउन्ड। अनि त्यो बिचमा चाहिँ त्यति ठुलो हिमालहरू पहाडहरू छैन। सामान्य समुद्री टापु जतिको धेरै ठुलो भिरपाखा पनि छैन। त्यति भिरपाखाहरू छ। त्यसपछि मास्तिर उत्तरतर्फ कालीकोट भागमा, कालीकोटको साइडमा चाहिँ त्यहाँनिर तपाईँको काइनेट पत्थरहरू खानी छ। त्यहाँनिर अलिकति त्यो भूभागलाई के भन्छ अलिकति विकट पहाडको रूपमा चाहिँ हेरिन्छ। त्यहाँनिर अलिकति बाटोघाटो त राम्रै बनाउन सकिन्छ, तर त्यहाँनिर अलिकति भिरपाखा अलिक बेसी छ। तलतिर अरू साइडमा चाहिँ छैन। यो दैलेख जिल्लाको समग्र रूपमा यसरी परिचय गर्नुपर्दाखेरि यो केही धार्मिक स्थलले पवित्र रूपमा मानिएको दैलेख जिल्ला हो। अब यहाँनिर चाहिँ यसको आफ्नै इतिहास, एउटा छुट्टै इतिहास यसको के छ भने मल्लकालीन शाही वंशीय राजाहरू दुल्लु दरबार भएको हुनाले त्यहाँनिर दुल्लुमा शिलालेख सबैभन्दा पहिलो शिलालेख दुल्लुमा नेपाली भाषाको त्यहाँ भएको हुनाले गर्दाखेरि दैलेखलाई चाहिँ इतिहासमा महत्त्वपूर्ण रूपमा यसलाई चाहिँ जोड्न सकिन्छ होइन। मान्छेले भन्दा त अब आफ्नो जिल्लाको सबैले बयान गर्छन्, व्याख्या गर्छन्, तर मैले एक्चुअली त्यो तरिकाले भन्न खोजेको होइन। तर यसको इतिहास चाहिँ यसरी भन्नुपर्दा चाहिँ इतिहासमा केही कुराहरू धेरै कुराहरू लुकेका छन्। यो इतिहास बोकेको जिल्ला हो र इतिहासमा यसले चाहिँ खोजी गर्ने हो भने यो जिल्लामा धेरै कुराहरू चाहिँ भेटिनेछ। साथै यो जिल्लाबाट टच गरेर मध्य पहाडी राजमार्ग पूर्वदेखि पश्चिम करिब 1700 किलोमिटरको दूरीमा रहेको यो बाटोलाई टच गरेको छ जिल्लालाई।